एटोमिक वेट र कुनै पनि कम्पाउन्डको इन्डिभिजुअल एलिमेन्टको एटोमिक वेट निकाल्ने र त्यो एटोमिक वेटहरूलाई जोड दियो भने के निस्किन्छ मोलिकुलर वेट निस्किन्छ के निस्किन्छ अरे मोलिकुलर वेट बुझ्यो सो त्यही हो मोलिकुलर वेट इज द सम अफ द एटोमिक वेट सपोज यो H2O है वाटर छ होइन वाटर छ नि त एउटा कम्पाउन्ड हो अब यसमा हाइड्रोजन एलिमेन्ट छ अर्को अक्सिजन एलिमेन्ट छ अब हाइड्रोजनको छुट्टै एटोमिक वेट निकाल्ने अक्सिजनको छुट्टै निकाल्ने र दुइटैलाई जोड दियो भने के निस्किन्छ molecular weight निस्किन्छ so the molecular weight is the sum of atomic weight of all the atom present in the one volume of one molecule of substance एउटा मोलिक्युल छ जो अक्सिजन मोलिक्युल छ भने हो यो अक्सिजन मोलिक्युलको एटोमिक वेट कति छ हाइड्रोजन मोलिक्युलको एटोमिक वेट कति छ हो यो दुइटैलाई जोड दियो भने इन्डिभिजुअल यो मोलिक्युलको निकाल्ने अनि दुइटैलाई जोड दिने भने के निस्किन्छ एटोमिक वेट निस्किन्छ यसलाई हामीले मोलिकुलर मास पनि भन्छौँ के पनि भन्छौँ मोलिकुलर मास ठीक छ बुझ्यो डेफिनेसन बुझेको बुझेन सिम्पल छ मोलिकुलर वेट इज द सम अफ एटोमिक वेट अफ अल द एटम्स त्यो एटम जतिवटा एटम छ नि त्यो सबैको एटोमिक वेट निकाल्ने र त्यसलाई जोड दियो भने के निस्किन्छ दिस इज द मोलिकुलर वेट त्यसलाई हामीले मोलिकुलर मास पनि भन्छौँ क्लियर छ क्लियर भयो क्लियर छ अब जस्तै इक्जाम्पलमा अब त्यही अब तपाईँले चाहिँ यहाँ इक्जाम्पल हेर्नु त जस्तै वाटरको कुरा गरेँ मैले वाटरको मोलिकुलर फर्मुला थाहा हुनु पर्यो के हुन्छ H2O अब एटोमिक वेट अफ हाइड्रोजन निकाल्ने पहिला 1 हुन्छ हो कि नै अनि एटोमिक वेट अफ अक्सिजन अब अक्सिजन कति नम्बरमा छ 8 नम्बरमा सो त्यसमा प्रोटोन पनि 8 छ न्यूट्रोन पनि 8 छ के सो यसको एटोमिक वेट निकाल्दाखेरि कति भयो 8 + 8 16 भयो नि हैन यो त आउँछ नि हो आउँछ तो 8 + 8 16 भयो र हेर त अक्सिजन के अरे वाटरको चाहिँ अब एउटा हाइड्रोजनको एटोमिक वेट कति छ 1 छ किन भन्दाखेरि यसमा हाइड्रोजनमा प्रोटोन 1 हुन्छ न्यूट्रोन 0 हुन्छ के प्रोटोन 1 हुन्छ न्यूट्रोन कति हुन्छ 0 सो 1 + 0 कति भयो 1 नै भयो हैन एउटा हाइड्रोजनको कति छ 1 छ अनि हामीसँग कतिवटा हाइड्रोजन छ दुईटा हैन हाइड्रोजन दुईटा भनेको छ नि त H2O सो 1 × 2 2 भयो र 16 प्लस कति 2 कति भयो 18 ठीक छ 18 भयो सो द मोलिकुलर वेट अफ वाटर इज 18 ग्राम पर मोल यसको युनिट भनेको ग्राम पर मोल है युनिट के हुन्छ ग्राम पर मोल जस्तै अब अर्को अब धेरैको निकाल्न सकिन्छ के जस्तै अब एउटा इक्जाम्पल मैले तपाईँले एउटा लेखिपुग्यो के जस्तै अब यहाँ चाहिँ तपाईँले ग्लुकोज भयो कि अब अर्को जस्तै ग्लुकोजको मोलिकुलर फर्मुला के हुन्छ अब त्यो थाहा हुनु पर्यो कति हुन्छ C6H12 ल अब त्यसको निकाल्नु त तपाईँहरूले आफै C6H12 र O6 अब यसको सबैको पहिला एटोमिक वेट निकाल्ने र जोड दिने मोलिकुलर वेट निस्कियो ल गर त छिटो ल यति धेरै टाइम लगायो भने त गयो त भनौँ छिटो एकैछिनमा त्यो त मुखले हिसाब हुन्छ ल अब C6H12 कार्बनको कति 12 मोलिकुलर वेट के अरे एटोमिक वेट कति कार्बनको 12 हैन सो एउटा कार्बनको 12 छ अनि हाम्रो कतिवटा छ C6 × 6 गर्ने 12 छक कति हुन्छ 72 ल C6H12 एउटा हाइड्रोजन के 1 छ अनि कतिवटा हाइड्रोजन छ 12 अनि C6H12 र O6 एउटा अक्सिजनको 16 छ अनि 6 वटा कति भयो 16 छक कति हुन्छ 16 × 85 र 96 कति 96 अब यसरी टोटल जोड त 6 4 10 को 0 हातमा 1 10 8 18 180 भयो सो 180 ग्राम पर मोल बुझ्यो नि सो यसरी एउटा इक्जाम्पल लेख्ने तपाईँले दुईटा नलेख्ने इक्जाम्पल ठिक छ एउटा कुनै तो निकाल्दै सकिहाल्यो यो मैले बुझाउनको लागि हो जस्तै अरू पनि राखिदिएको छु के सल्फ्युरिक एसिड अरू पनि होला के अब त्यो निकाल्न सक्नु पर्यो है जस्तै सल्फ्युरिक एसिडको H2SO4 भयो त्यस्तै तपाईँले HCl को निकाल्न सक्नुहुन्छ NaOH को निकाल्न सक्नुहुन्छ NaCl को निकाल्न सक्नुहुन्छ धेरै छ कम्पाउन्डहरु है सो निकाल्न सकिन्छ नि हैन यो लेख्नुस् यो निकाल्नु होला तपाईहरुले ओके ल
प्र्याक्टिस गर्नु है यो मोलिकुलर वेट निकाल्ने, अनि हिसाब पनि आउँछ बल्ल। अर्को चाहिँ इक्विभ्यालेन्ट वेट के छ? Equivalent weight. इक्विभ्यालेन्ट वेट। सो हेर्नु त इक्विभ्यालेन्ट वेट भनेको के रहेछ? इक्विभ्यालेन्ट वेट इज द वेट अफ अ सब्सटेन्स that combines with that combines or replaces one part by weight of hydrogen, 8 part of oxygen, or 30.5 parts of chlorine. बुझ्यो? भनेपछि इक्विभ्यालेन्ट वेट भनेको चाहिँ के हो? त्यस्तो वेटको सब्सटेन्स जसले चाहिँ हामीले कम्बाइन गर्दाखेरि 1 पार्ट हाइड्रोजनलाई रिप्लेस गर्छ, 8 पार्ट अक्सिजनलाई रिप्लेस गर्छ, अथवा 35.5 पार्ट्स क्लोरिनलाई चाहिँ के गर्छ? रिप्लेस गर्छ भने त्यो भनेको इक्विभ्यालेन्ट वेट हो। यो स्ट्यान्डर्ड डेफिनेसन हो, यही लेख्ने इक्जाममा। बुझ्यो? अब यो निकाल्ने कसरी? निकाल्ने कसरी भनेपछि कुनै पनि कम्पाउन्ड दिएको छ भने पहिला त्यसको के निकाल्ने? मोलिकुलर वेट निकाल्ने। के निकाल्ने रे? मोलिकुलर वेट निकाल्ने र त्यसको भ्यालेन्सीले डिभाइड गरिदिने। ठिक छ? बुझ्यो कि बुझेन? हो गयो। जाइसक्यो। बुझ्यो नि? बुझ्यौँ सर। ल, तो मोलिकुलर वेट बाई भ्यालेन्सी यति लेखिदिनु नि, सक्यो। इक्जाम्पल जस्तै यहाँ हेर है, सल्फ्युरिक एसिडको हामीले मोलिकुलर वेट निकाल्नु पर्यो। पहिला के निकाल्नु पर्यो? मोलिकुलर वेट। अब एसिडको लागि छुट्टै, बेसको लागि छुट्टै र उसको लागि छुट्टै हुन्छ के फर्मुला। सो मोलिकुलर वेट बाई, यदि एसिडको निकाल्नु छ भने बेसिसिटी हुन्छ, यदि बेसको निकाल्नु छ भने एसिडिटी हुन्छ के, र साल्टहरूको छ भने नम्बर अफ पोजिटिभ चार्ज कतिवटा छ रिप्लेस गर्यो त्यसले डिभाइड गर्ने हो। सो यो अन एभरेज मोलिकुलर वेट अफ सब्सटेन्स अपन भ्यालेन्सी भनेर सम्झिनु ल। जस्तै मोलिकुलर वेट अब H2SO4 को हामीले माथि निकालेको थियो 98 आएको थियो र यो H2SO4 मा के अरे भ्यालेन्सी भनेको 2 हुन्छ के, बुझ्यो? सो 2 ले डिभाइड गर्ने अनि कति आउँछ? 98/2 कति आयो? 49 हैन र? सो 49 भयो ग्राम यसको चाहिँ इक्विभ्यालेन्ट वेट भयो। क्लियर? त्यस्तै यहाँ सोडियम हाइड्रोक्साइडको कुरा छ। सर एकचोटि फेरि भनिदिनु न। के अरे? एकचोटि फेरि भनिदिनु न। भ्यालेन्सी निकाल्न आउनु पर्यो अब, नत्र थाहा हुनु पर्यो के। अब एसिडको लागि फर्मुला हुन्छ मोलिकुलर वेट अपन यसको एकचोटि मसँग यो भिडियो छ, पुरानो साथीहरूले पढाएको मोलिकुलर वेट इक्विभ्यालेन्ट निकाल्ने, त्यो म पठाइदिन्छु, राम्ररी हेर्नु ल। हुन्छ? हिसाबहरू गर्न त्यहाँ हुन्छ सर। मोलिकुलर वेट बाई एसिड छ भने बेसिसिटीले भाग गर्ने। अब के हो बेसिसिटी भनेको? बेसिसिटी भनेको हामीले पानीमा घुलाउँदाखेरि रिप्लेसेबल हाइड्रोजन आयन कतिवटा रिप्लेस गर्छ त्यसले भाग गर्नु भन्छ के। जस्तै H2SO4 मा यसले हामीले गर्यो भने यसमा चाहिँ 2वटा हाइड्रोजन आयन के हुन्छ? रिप्लेस हुन्छ के, अनि त्यही भएर 2 ले भाग गरेको, त्यो भनेको भ्यालेन्सी हो के। बुझ्यो? अब भ्यालेन्सी निकाल्न आउँछ होला नि, यसरी क्रिस क्रस गर्छ नि त, हैन र? हैन, यसरी चाहिँ अब यहाँ 2 हुन्छ, यहाँ 4 हुन्छ, हैन? अनि यसरी गर्दाखेरि 2 आउँछ के। सो यो 2 ले भाग गरेको भ्यालेन्सी हो भनेर बुझ्ने। जस्तै HCl मा नम्बर अफ रिप्लेसेबल हाइड्रोजन कतिवटा छ? अब यसलाई तपाईले इलेक्ट्रोलाइसिस गर्नुभयो भने H+ र Cl- एउटा छ कि छैन? अनि HCl को केसमा 1 ले डिभाइड गर्ने के। बुझ्यो? ल, सो तपाईहरुलाई सोध्ने भनेको कि त यही सल्फ्युरिक एसिडको सोध्छ कि त HCl को सोध्छ के एसिडहरुमा, र बेसहरुमा NaOH को सोध्छ प्राय जसो धेरै, कि त QaS सोध्छ, अनि साल्टहरुमा NaCl सोडियम कार्बोनेटहरु यसरी सोधेर आउँछ के। सो यति बुझे हुन्छ तपाईहरुले। H2SO4 मा 2 ले डिभाइड गर्ने इक्विभ्यालेन्ट वेटमा भनेर सम्झिने ल। अब जस्तै यहाँ चाहिँ सोडियम हाइड्रोक्साइडको फर्मुला हुन्छ NaOH। अब NaOH को पहिला मोलिकुलर वेट निकाल्दिने है, कति आउँछ? सोडियमको 23, अक्सिजनको 16 + 1 40 भयो हो। अनि यसको अब हेर त NaOH भनेको अब यसमा नि यसको इलेक्ट्रोलाइसिस गर्दाखेरि हैन, यो भनेको एसिडिटी हो। नम्बर अफ रिप्लेसेबल OH आयन कतिवटा आयो भनेर आउँछ? सोडियम N+ र OH- हुन्छ हैन। सो यो पनि एउटा हो नि त, OH आएको, अनि भ्यालेन्सी 1 भयो के। सो 1 ले डिभाइड गर्दाखेरि कति नै आउँछ? मोलिकुलर वेट पनि 40 हुन्छ र इक्विभ्यालेन्ट वेट पनि कति हुन्छ? 40 ग्राम हुन्छ। बुझ्यो? बुझ्यो कि बुझेन?
ल सो यसमा तपाईँले अब यो डेफिनेसनहरू याद हुनु पर्यो, ठिक छ। अब यो सँगसँगै तपाईँले अरू के को डेफिनेसन थाहा हुनु पर्यो। जस्तै यहाँ यो सोधिदियो, अर्को पनि त सोध्न सक्ला नि, यही सोध्छ भन्ने छ र। सो अब तपाईँहरूले छैन। अटोमिक वेटको डेफिनेसन है, ठिक छ, अटोमिक वेटको डेफिनेसन लेख्ने। अर्को लेखिहाल्नु त नर्मालिटीको डेफिनेसन, मोलारिटीको डेफिनेसन, त्यसपछि वान वान नर्मालिटीको है, अथवा नर्मल नर्मल सोल्युसन वान नर्मालिटी भनेको त्यही हो। नर्मल सोल्युसनको डेफिनेसन, मोलार सोल्युसनको डेफिनेसन है, यो डेफिनेसनहरू लेख्नु। त्यस पछाडि इक्वेट भयो, यो भयो, यो भयो, यो भयो। पिएचको डेफिनेसन कहिलेकाहीँ त्यो पनि सोधिदिन्छ, ठिक छ। हो यस्तो डेफिनेसनहरू लेख्नुहोस्, ठिक छ। त्यसको साथसाथै यो पनि जान्नु पर्यो। क्लियर छ? ल यो लेख्नु होला। सो यो क्वेसन नम्बर हजुर पीएच को पिएचको डेफिनेसन लेख्नु। सो यसरी चाहिँ अब सर सोध्दा त्यसको त हाइड्रोजन माइनस आयन के यस्तै जे हुन्छ डायन डेफिनेसन लेख्ने हो है। खोजेर। नेगेटिभ लोगरिदम अफ हाइड्रोजन आयन कन्सन्ट्रेसन हुन्छ कि, माइनस लग एच प्लस हुन्छ होइन। पिएच भनेको के हुन्छ, माइनस लग एच प्लस होइन। यसलाई भन्छ नेगेटिभ लोगरिदम अफ हाइड्रोजन आयन कन्सन्ट्रेसन भनेर, त्यो पिएच हो। सो पिएच इज डिफाइन एज नेगेटिभ लोगरिदम अफ हाइड्रोजन आयन भनेर चाहिँ भन्ने सक्यो। ल यो फर्मुला लेखिदिने यसरी। ल सो अघि भनेको डेफिनेसनहरू नोटमा लेख्नुहोस् है, र पढेर जानु होला। जेको पनि डेफिनेसन सोधिदिन सक्छ। त्यस्तै कहिलेकाहीँ एसिडको डेफिनेसन सोधिदिन सक्छ, बेसको सोधिदिन सक्छ होइन। त्यसपछि बफर सोल्युसनको डेफिनेसन सोधिदिन सक्छ। के को बफर सोल्युसन, यो पनि लेख्नु। बफर सोल्युसन भनेको के हो भनेर लेख्ने है। अगाडि बढौँ। बुझ्यो नि। अब यो लेख्न कति धेरै तपाईँले धेरै टाइम लाग्छ, लाग्दैन कि यो, यसलाई 3 मिनटभन्दा धेरै लगाउनु भएन के, बुझ्यो। ल ठिक छ। केही सोध्नुपर्ने छ, केही नबुझेको छ भने भन्नु है। सो तपाईँहरूको काम के भयो भन्दाखेरि मोलिकुलर वेट र इक्विभ्यालेन्ट वेट निकाल्न आउनै पर्यो कि, अनि बल्ल नर्मालिटी मोलारिटीको हिसाब सोध्छ, त्यो आउँछ बनाउन, नत्र आउँदैन। सकिन्छ लेख्न? सकिन्छ सर। ल ठिक छ, अगाडि बढाउँ त। अब अर्को भनेको यो सोधेको छ है, वाट इज द नर्मल रेन्ज अफ द फलोइङ टेस्ट भनेको छ। अब यो नर्मल रेन्जहरू त अब याद गर्ने। जस्तै सेरम अमाइलेजको कति हुँदो रहेछ, 25 देखि 140 युनिट पर लिटर, ठिक छ। अनि सेरम युरियाको अब त यो नर्मल रेन्ज लेख्ने, युनिट सहित नम्बर आयो। सेरम युरियाको 15 देखि 45 है त। त्यस्तै अब टोटल बिलिरुबिन 0.2 to 1.0 mg पर डिएल। त्यस्तै युरिक एसिडको 2.02 कति, 2.0 to 7.0 mg पर डिएल है, त्यति। त्यस्तै सेरम क्याल्सियमको 8 देखि 11 mg पर डिएल होइन र। यो त थाहा हुनु पर्यो। अब यो सँगसँगै अब यो सोधेको रहेछ भने नर्मल रेन्जहरू त अरू पनि सोध्न सक्ला नि, होइन र। बुझ्यो नि, बुझ्यो कि बुझेन? सो तपाईँहरूको टास्क के भयो? अब सुनिरहेछ आवाज? सुनिरहेको छ सुनिरहेछौँ सर। सर। अब त्यसको लागि तपाईँहरूले अब के नर्मल रेन्जहरू के को थाहा हुनु पर्यो? डायबेटिक प्रोफाइलको, कसको डायबेटिक डायबेटिक प्रोफाइल। त्यस पछाडि आरएफटीको सबैको नर्मल भ्यालु थाहा हुनु पर्यो। एलएफटीमा के टेस्ट पर्छ त्यो थाहा हुनु पर्यो, नर्मल रेन्ज थाहा हुनु पर्यो। एलएफटी आरएफटी भयो। अब यो बाहेक क्याल्सियमको यहाँ भइहाल्यो। त्यस पछाडि युरिक एसिड आरएफटीमा आइहाल्यो। अमाइलेज, लाइपेज, अर्को अब अरू के सोध्नु सक्छ? यति हो तपाईँहरूको लेभलमा, योभन्दा धेरै जान्नु पर्दैन। यतिको नर्मल रेन्ज थाहा हुनु पर्यो है त, ठिक छ। ल सो यो नर्मल रेन्ज सँगसँगै अरू पनि नर्मल रेन्ज लेखिहाल्नुहोस्। अब तपाईँहरूले यसरी टेबल बनाइदिनु के। अब जसरी मैले लेखेँ नि, तपाईँहरूले यसलाई टेबल पनि गराउन सक्नुहुन्छ क्या। यसरी पारामिटर लेखिदिने होइन, पारामिटर्स
र नर्मल रेन्ज भनेर यसरी लेख्नु है त नोट बनाउँदाखेरि। अनि टक्क चाहिँ यसरी पारामिटर्स दिनु यहाँ अब यहाँ सेरम युरिया होला र सपोज यहाँ आरएफटी भनेर लेख्ने पहिला यसरी 1 नम्बरमा आरएफटी। अब आरएफटी को 1 नम्बरमा के छ युरिया होला क्रिएटिनिन होला त्यसको लेख्दै जानु के बुझ्यो नि बुझ्यो बुझेन बुझेँ नि सर। त्यसरी अरू त्यसको पनि लेख्नु ल। अब यसरी लेखिदियो 5 नम्बर आयो कि अब यो यति यो 5वटाको लेख्नलाई 2 मिनट काफी हो कि नै हो सर। यसलाई 10 हो मिनट सर। लाग्छ लाग्दैन सर। ल ठिक छ। अब एउटा चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ भन्दाखेरि त्यही अब जसरी यो टेस्टको लिस्ट बनाइरहेछ नि त तपाईँहरूले होइन पारामिटर्स लेख्ने नर्मल रेन्ज लेख्ने र मेथड्स लेखिदिनु भयो भने झन् बेस्ट हुन्छ क्या। त्यो एउटै चार्टमा तपाईँले मेथड्स पनि थाहा भइहाल्छ क्या बुझ्यो। त्यसरी गर्दाखेरि एमसिक्युजहरूको लागि पनि थाहा हुन्छ। पारामिटर्स लेख्ने प्यारामिटर त्यसपछि नर्मल रेन्ज अनि मेथड त्यो टेस्ट कुन मेथडबाट गर्छ भनेर त्यो मेथड्स पनि यसरी लेखिदिनु भयो भने तपाईँले पढ्नलाई सजिलो हुन्छ कि एकै ठाउँमा भेट्नुभयो कि ल त्यसरी बनाउनु ल। मेथड त बुझेँ सर प्यारामिटर भनेको पारामिटर भनेको तपाईँको टेस्टहरू के छ भनेको के ए प्यारामिटर्समा टेस्टहरू लेख्ने आरएफटी एलएफटीहरू के बुझेन बुझेँ। ल। अब डिस्क्राइब द प्रिन्सिपल प्रोसिजर एन्ड रिफरेन्स रेन्ज अफ फलोइङ टेस्ट भनेर चाहिँ अब सोधेको छ धेरै पटक। ब्लड ग्लुकोज बाई जिओडी पिओडी ब्लड युरिया क्रिएटिनिन युरिक एसिड सेरम अमाइलेज र सेरम क्याल्सियम ठिक छ। अब हामीले यो 1 नम्बरबाट सुरु गर्यौँ ग्लुकोजबाट एकदमै इम्पोर्टेन्ट तपाईँले जान्नै पर्ने कुरा छ यो ठिक छ। ब्लड ग्लुकोज सोध्छ कि सोध्छ त्यो एकदमै इम्पोर्टेन्ट हो। सो यो थाहा हुनु पर्यो यसको प्रिन्सिपल थाहा हुनु पर्यो यसको प्रोसिजर थाहा हुनु पर्यो ल। एउटाको थाहा भएपछि अरू टेस्टको पेटर्न त्यही हुन्छ खालि प्रिन्सिपल याद गरे हुन्छ कि। सो हामीले अब ग्लुकोज भनेको चाहिँ जेनरली यसले रिन्डर्स भन्ने साइन्टिस्टले पत्ता लगाएको थियो कि त्यही भएर यो जिओटी पिओटी मेथडलाई रिन्डर्स मेथड पनि भन्छ के अरे है त। सो अब कहिलेकाहीँ सोधिन्छ अब झुक्याउनलाई कि अब हेर अलिकति क्वेसन मोडिफाई गर्यो भने विद्यार्थीले के लेख्ने होइन के अरे राइट अन द प्रिन्सिपल प्रोसिजर एन्ड रिजल्ट इन्टरप्रिटेसन अफ ग्लुकोज एस्टिमेसन बाई रिन्डर्स मेथड भनिदियो कि। अब त्यसपछि गएन विद्यार्थीहरू अब के हो यो सुनेकै हुँदैन कि थाहा हुनु पर्यो ठिक छ। त्यो भनेको कुन मेथड रहेछ जिओडी पिओडी नै हो है। सो यो कुरा थाहा हुनु पर्यो है ल। सो त्यसले पत्ता लगाएको हुनाले चाहिँ के रहेछ त त्यसलाई रिन्डर्स मेथड भन्ने रहेछ कि ल। अब यसमा हामीले त्यही ब्लड ग्लुकोज मेजर गर्ने हो केमिकल रिएक्सन गराएर। हामीले यो कुन मेथडबाट गर्छौँ इन्जाइमेटिक मेथडबाट। कुन मेथडबाट गर्छौँ रे इन्जाइमेटिक मेथड है। इन्जाइमेटिक अब इन्जाइमेटिक मेथडबाट हामीले गर्दै जाँदाखेरि ल अब हेर त पहिला हामीले के हुन्छ भन्दाखेरि हाम्रो रिएजेन्टमा के हुन्छ त्यो कुरा थाहा हुनु पर्यो। के हुन्छ रिएजेन्टमा वर्किङ रिएजेन्टमा के हुन्छ भन। एउटा त इन्जाइम हुन्छ के हुन्छ इन्जाइम कुन हुन्छ जिओडी एन्ड पिओडी जिओडी भेरी गुड। अर्को के हुन्छ रिएजेन्टमा भन फेनोल हुन्छ के हुन्छ फेनोल। अर्को के हुन्छ 4 एमिनो एन्टिपाइरिन 4 एमिनो एन्टिपाइरिन है एपी लेखेँ है मैले हुन्छ हुन्छ यो हुन्छ के। सो यति कुरा हुन्छ यसमा ठिक छ र वाटर हुन्छ बुझ्यो रिएजेन्टमा हो। रिएजेन्टको कम्पोजिसन थाहा भएपछि प्रिन्सिपल लेख्न सक्यो। अब हेर त के छ भन्दाखेरि अब हामीले के मिक्स गरिरहेछौँ त्यो रिएजेन्टमा स्याम्पल मिक्स गरिरहेछौँ हो। स्याम्पलमा के छ ग्लुकोज छ के छ रे ग्लुकोज यसमा वाटर पनि छ हामीलाई थाहा छ यो वाटर। अब के हुन्छ भन्दाखेरि यो ग्लुकोज जुन छ त्यो ग्लुकोजले रिएजेन्टसँग के गर्छ रिएक्सन गर्छ। रिएजेन्टमा के छ वाटर पनि छ र यो O2 छ है ल। यो यसरी गरिदियो O2 पनि छ त्यहाँ। अब यो ग्लुकोजले चाहिँ अब के हुन्छ भन्दाखेरि अब यो ग्लुकोजले जब यो वाटर र अक्सिजनसँग रिएक्सन गराउँछ नि रिएक्सन गर्दाखेरि यहाँ यो अक्सिडेज भन्ने इन्जाइम हुन्छ कि यो ग्लुकोज अक्सिडेज भन्ने कुन इन्जाइम हुन्छ जिओडी। अनि यो जिओडी इन्जाइमले ग्लुकोजलाई वाटरको प्रेजेन्समा र अक्सिजनको प्रेजेन्समा केमा कन्भर्ट गरिदिन्छ ग्लुकोनिक एसिडमा। केमा ग्लुकोनिक एसिड
र यो H2O छ नि त्यहाँ, अनि यसलाई बनाइदिन्छ H2O2। के बनाइदिन्छ? H2O2। H2O. बुझ्यो? सो ग्लुकोनिक एसिड प्लस H2O2 बन्छ। के बन्छ? ग्लुकोनिक Gluconic एसिड acid plus प्लस H2O2। ठिक छ। अब यो H2O2 लाई चाहिँ अर्को इन्जाइम छ हामीसँग, पेरोक्सिडेज भनेर हो। यो H2O2 लाई के गर्छ? यो H2O2 लाई POD भन्ने इन्जाइमले के गरिदिन्छ? वाटर र नेसेन्ट अक्सिजनमा चाहिँ कन्भर्ट गरिदिन्छ। केमा? नेसेन्ट अक्सिजन यसलाई भन्छ। ब्राकेट भित्र हुन्छ नि, यो हाइली रिएक्टिभ हुन्छ कि यो अक्सिजन भनेको। अनि यो जुन नेसेन्ट अक्सिजन छ, यो नेसेन्ट अक्सिजन बाँकी अब हाम्रो कुन रिएजेन्ट भयो भन त? जिओडी को रिएक्सन भयो, पिओडी को रिएक्सन भयो। अब के भयो? फोरमिन एन्टिपाइरिन बाँकी छ हैन? ल अब यो जुन के अरे के भन्छ यसलाई, नेसेन्ट अक्सिजन छ, यो नेसेन्ट अक्सिजन फेनोलसँग र केसँग रिएक्सन गर्छ? फोरमिनो एन्टिपाइरिनसँग रिएक्सन गरेर कलर प्रोडक्सन गर्छ। के प्रोडक्सन गर्छ रे? कलर color. प्रोडक्सन। म्हणजे पर्पल कलर आउँछ के हो, त्यसलाई भन्छ रेड क्युनोनिमाइड डाइकम्प्लेक्स। के भन्छ? रेड Red क्युनोनिमाइड डाइकम्प्लेक्स है, डाइकम्प्लेक्स हो। ठिक छ। भनेपछि यो पिङ्क कलरको चाहिँ आउने रहेछ। अब पिङ्क कलर भनेको चाहिँ अब यसलाई हामीले 520 नानोमिटरको फिल्टरमा मेजर गर्छौँ। ठिक छ, बुझ्यो नि? ल सो जति धेरै ग्लुकोजको कन्सन्ट्रेसन हुन्छ त्यति धेरै नै कलर प्रोडक्सन हुन्छ के। बुझ्यो? हामीले थाहा छ हैन यो कुरा। द कन्सन्ट्रेसन अफ के अरे सोल्युट इज डाइरेक्टली प्रोपोर्सनल टु द अब्जर्भेन्स हैन? त्यो भनेको त्यही हो। जति धेरै ग्लुकोज भयो त्यति धेरै चाहिँ के भएको छ? अब्जर्भेन्स आउँछ। किन? त्यति धेरै कलर प्रोड्युस हुन्छ। बुझ्यो? लेख्न सकिन्छ प्रिन्सिपल? सर प्रिन्सिपलमा रिएक्सन मात्र लेखे हुन्न? हुन्छ Theory यो मात्र, यति मात्र लेखिदिने ल। टक्क यो अहिले भनेको रिएक्सन। अब के हुन्छ? एन्टिपाइरिन रेड क्युनिनमाइड डाइकम्प्लेक्स जुन बनाएको छ नि, दिस डाइ हेज अ म्याक्सिमम एब्जर्बेन्सेस 505 नानोमिटर। यो भनेको काइनेटिक मेथडबाट गऱ्यो भने यो कलरको म्याक्सिमम एब्जर्बेन्स भनेको 505 मा आउँछ के। त्यही भएर हामीले चाहिँ यदि काइनेटिक मेथडबाट गरिरहेको छौँ भने 505 नानोमिटर फिल्टरमा नाप्छ। तर यसको रेन्ज हेर्दाखेरि 500 देखि 550 नानोमिटरसम्मकोमा हामीले नाप्न सक्छौँ यसलाई। मान्छे जेनरली कतिमा नाप्छौँ सुगरलाई? 520 हैन? 520 नानोमिटरमा। बुझ्यो? ल यो कुरा प्रिन्सिपलमा यो रिएक्सन लेखिदिने है। बुझ्यो? बुझ्छु सर। ल सो रिएजेन्टहरुमा के हुन्छ त्यो नि थाहा हुनु पर्यो है त साथीहरु। ल अब भनेको अब यो गर्नको लागि तपाईले के चाहियो भन्नु त? रिक्वायरमेन्ट्स लेखिदिने। अब प्रोसिजर लेख्नु छ भने यसो रिक्वायरमेन्ट्स लेखिदिने। अब वर्किङ रिएजेन्ट चाहिएला हैन, स्याम्पल चाहिएला, त्यसपछि अरु के चाहिन्छ? कलोरिमिटर, त्यसपछि पिपेट्सहरु, टेस्ट ट्युबहरु हैन, वाटर बाथ चाहिएला। सो यो कुराहरु त लेख्न सक्नुहुन्छ हैन? सकिन्छ सर। ठीक छ। अब प्रोसिजर गर्दाखेरि हामीले के गर्छौं? प्रोसिजरमा चाहिँ हामीले के गर्छौं? अब हामीले स्याम्पल बनाइसकेका छौं। स्याम्पल हामीले सेरम छुटाएर राख्ने हैन। त्यसपछि हामीले के गर्छौं? सेरम छुटायौं रगत तानेर है। र त्यसपछि तीनटा टेस्ट ट्युब लिन्छौं हामीले। के लिन्छौं? तीनटा टेस्ट ट्युब लिन्छौं र त्यो तीनटा टेस्ट ट्युबमा चाहिँ ब्ल्याङ्क स्ट्यान्डर्ड र टेस्ट चाहिँ मेजर गर्छौं भनेर हामीलाई थाहा छ हो। लेभल गर्ने, ब्ल्याङ्क स्ट्यान्डर्ड र टेस्ट लेभल गर्ने। त्यसपछि यसरी हामीले रिएजेन्ट, ब्ल्याङ्क स्ट्यान्डर्ड, टेस्ट। अब ग्लुकोज रिएजेन्ट यो भनेको वर्किङ रिएजेन्ट हो। के हो? वर्किङ रिएजेन्ट। वर्किङ रिएजेन्ट हामीले तीनटैमा 1 ml हाल्ने। ठीक छ। अब डिस्टिल वाटर 10 माइक्रोलिटर हामीले ब्ल्याङ्कमा मात्र हाल्छौं। ग्लुकोजको स्ट्यान्डर्डमा मात्र हाल्छौं र सेरम जुन हुन्छ स्याम्पल हामीले टेस्टमा मात्र हाल्छौं। कति हाल्छौं? 10 माइक्रोलिटर। यो सजिलो छ है। ल त्यति हालेर अनि हामीले के गर्छौं? मिक्स गरिदिन्छौं र 37 डिग्री सेन्टिग्रेडमा 10 to 15 मिनेटको लागि इन्क्युबेट गर्छौं र आफ्टर 15 मिनट हामीले के गर्छौं? कलर प्रोडक्सन हुन्छ र त्यो कलरलाई हामीले चाहिँ ब्ल्याङ्कको अगेन्स्टमा स्ट्यान्डर्ड टेस्ट नाप्छौं। हो कि नै? हो? ल र नापेर अनि फर्मुलामा राखिदिन्छौं। ग्लुकोज कन्सन्ट्रेसन mg per dl ODF टेस्ट ODF स्ट्यान्डर्ड इन्टु 100। ग्लुकोजको स्ट्यान्डर्ड कति हुन्छ? 100 mg per dl। त्यही भएर 100 गरेको हो। ठीक छ।
अनि जति आयो त्यतिले चाहिँ हामी के गरिदिन्छौँ, त्यो रिपोर्टिङ गरिदिन्छौँ। अब अर्को युनिटमा कन्भर्ट गर्नु छ अरे मिलिमोल पर लिटरमा भनेपछि एमजी पर डिएलमा आएको भ्यालुलाई 18ले डिभाइड गरिदिने, ठिक छ। सपोज 180 आयो ग्लुकोज रे, अनि 18ले भाग गर्दाखेरि कति भयो, 18 मिलिमोल पर लिटर भयो। बुझ्यो बुझेन? बुझेँ सर। हो। सो मिलिमोल पर लिटरमा कन्भर्ट गर्नु छ भने ग्लुकोज एमजी पर डिएल कति भ्यालु आयो त्यसलाई 18ले भाग गर्ने। ल यसरी हामीले गर्न सक्छौँ। सो प्रिन्सिपल प्रोसिजर भयो। सो प्रोसिजरमा पनि धेरै टाइम नलगाउनु होला, सिधै चाहिँ के लेख्ने होइन, स्याम्पल कलेक्ट गर्ने, सेरम युज गर्छौँ हामीले, अनि त्यो 3टा टेस्ट ट्युब लिने, ब्ल्याङ्क स्ट्यान्डर्ड लेभल गर्ने, लेभल गरिसकेपछि यो टेबल बनाइदिने, मिक्स गर्ने, इन्क्युबेट गर्ने, रिडिङ लिने, सक्यो। अनि क्यालकुलेसन लेखिदिने, होइन? बुझ्यो? ल अब प्रिकसन के लिन सकिन्छ भने प्रिकसन भनेको पिपेटिङ राम्रो हुनु पर्यो, अनि रिपोर्ट राम्रो, स्याम्पललाई प्रोपरली स्टोर गर्नु पर्यो। जस्तै ब्लड ग्लुकोजको लागि हामीले लिइरहेछौँ भने अब यत्तिकै रुम टेम्परेचरमा छोडिदिइरहेछौँ अनि ढिला भयो एकदमै, अनि के हुन्छ, ग्लुकोज घट्न थाल्छ के। सो प्लेन ट्युबमा 7 mg पर डिएलको दरले है 7% को दरले प्लेन ट्युबमा सुगर डिक्रिज हुन्छ है, याद गर्ने। त्यही भएर हामीले सोडियम फ्लोराइडमा कसले गर्नुपर्ने हुन्छ, केमा? सोडियम फ्लोराइड। सो त्यही हो, स्टोर स्याम्पल्स प्रोपरली, स्याम्पललाई प्रोपरली स्टोर गर्नु पर्यो। ह्यान्डल ब्लड केयरफुली, मिक्स रिएजेन्ट करेक्टली, यस्तै कुराहरू लेख्दै सक्यो, होइन? प्रिकसनमा त गफ लेखिदिनुहोस् 2-4वटा इफ सोधेको रहेछ भने। यहाँ सोधेको छैन तर कहिले काहीँ प्रिकसन पनि लेख भन्छ कि, त्यही भएर मैले यहाँ राखिदिएको छु। सो यो तपाईँहरूले लेख्नु पर्दैन। अब यो रिफरेन्स भ्यालु अथवा नर्मल भ्यालु भनेको एउटै कुरा हो। अब लेखिदिने ग्लुकोजको फास्टिङको 60 देखि 110, ऱ्यान्डमको 60 देखि 140, पिपीको 80 देखि 140, सिएसएफमा 40 देखि 80%, होइन? अथवा चाहिँ ब्लड ग्लुकोजको 2/3 हुन्छ है, 2/3 अफ ब्लड ग्लुकोज भनेर लेख्नु। यो कहिले काहीँ सोध्छ यो एमसिक्युजहरूमा, ठिक छ। प्लिवर फ्रुटमा 70 देखि 110, साइनेबल फ्रुटमा 60 देखि 100, युनिटमा निल हुन्छ, ठिक छ। सो यो कुराहरू चाहिँ अब नर्मल रेन्ज लेख्नै सक्यो, ठिक छ। सकिन्छ? त यो सोध्छ नै। अब यो मुखमा हुनु पर्यो एनी टाइम, यसको प्रिन्सिपल प्रोसिजर, नर्मल रेन्ज, क्लिनिकल सिग्निफिकेन्स मुखमै हुनु पर्यो। अब नर्मल रेन्ज भन्दा अप्परमा छ भने त्यसलाई हामीले हाइपरग्लाइसेमिया भन्छौँ, लोवरमा छ भने त्यसलाई हाइपोग्लाइसेमिया भन्छौँ है, ठिक छ। ल त क्लिनिकल सिग्निफिकेन्स त्यही भयो। अब डब्लुएचओ अनुसार कन्भर्सन फ्याक्टर मैले यो भनिसकेँ, माथि पनि लेखिदिएको छ। अब डायबेटिक हुनको लागि एमसिक्युजको लागि इम्पोर्टेन्ट पोइन्ट हो यो, तपाईँहरू उसमा लेख्नु पर्दैन है। त्यसो क्वेसनले त्यसरी सोधेको छ नर्मल रेन्ज मात्र लेख्ने। डायबेटिक हुनको लागि डब्लुएचओको अनुसार फास्टिङ सुगर मोर देन इक्वल टु 126 mg पर डिएल अथवा 7 मिलिमोल पर लिटर है हुनुपर्छ डायबेटिक हुनको लागि। यो पनि एमसिक्युजमा सोध्छ। र ऱ्यान्डम भनेको 160 सम्म ठिक हो, र पिपी भनेको मोर देन इक्वल टु 200 भनेपछि 11.1 मिलिमोल पर लिटर हुन्छ डायबेटिक हुनको लागि। यो डायबेटिकको क्राइटेरिया छ है त। र 6.5 मोर देन 6.5% के हुनुपर्छ, एचबिएनएससी हुनुपर्छ है, बुझ्यो? डायबेटिक प्रोफाइलमा यो डायबेटिक क्राइटेरिया। ल अब यो क्रिटिकल भ्यालु भनिरहेछ होइन। अब 50 भन्दा कम पनि एकदमै क्रिटिकल हो, 400 भन्दा भने चाहिँ धेरै लो पनि क्रिटिकल, धेरै हाई पनि क्रिटिकल हो कि, बुझ्यो नि? बुझेको बुझेन? बुझ्यो सर। सो 50 भन्दा कम भयो भने बिरामी कोमामा जान सक्छ कि ग्लुकोज चाहिँ। क्लिनिकल सिग्निफिकेन्स भनिहालेँ। हाइपरग्लाइसेमिया भनेको डायबिटिज मेलाइटस, द्याट मिन्स ब्लड सुगर बढ्यो। हाइपोग्लाइसेमिया भनेको गऱ्यो होइन। अब यसमा हामीले इन्सुलिनको ओभरडोज लिदियो, धेरै फास्टिङ गरेको छ प्रोलङ, अथवा इन्डोक्राइन कुनै डिसअर्डरहरू छ भने त्यस्तो कन्डिसनमा ग्लुकोज घट्छ कि। ल र एउटा मात्र चाहिँ हर्मोन छ जसले ब्लडलाई रेगुलेट गर्छ, ब्लड ग्लुकोजलाई मेन्टेन गर्छ, कुन हो? इन्सुलिन। कुन हो रे? इन्सुलिनले ब्लड ग्लुकोजलाई के गर्छ? डिक्रिज गर्छ। ग्लुकागोनले इन्क्रिज गर्छ है, यो याद हुनु पर्यो, बुझ्यो? ल सक्यो ग्लुकोजको। अब त्यसमा केही छ, केही नबुझेको? अब यो पढाइसक्यो। अब तपाईँहरूले के गर्नु पर्यो, यो अब आँखा चिम्म गर्दा पनि आउनु पर्यो कि। यसको लागि के हुन्छ, प्र्याक्टिस गर्ने 2-3 पटक पढ्ने, अनि इक्जाममा गरेर जाने, ठिक छ। सकिन्छ नि?
सकिन्छ। सकिन्छ। ल अब तपाईँहरूसँग धेरै टाइम छैन भने यही प्रिन्ट गराउने पढ्ने नै हुन्छ कि यहीँबाट पढ्ने अनि लेख्नुहोस् है त। ल अब छ ब्लड युरिया एस्टिमेसन। के छ? ब्लड युरिया एस्टिमेसन। अब के अरे एस्टिमेसन मेथडहरू के छ सो त्यो पनि सोधिदिन्छ के। लिस्ट अफ द भेरियस मेथड अफ एस्टिमेसन अफ ब्लड सुगर युरिया यसरी सोधिदिन्छ। सो एस्टिमेसन मेथडहरू थाहा हुनु पर्यो। एउटा छ ड्याम मेथड, डायस्टाइल मोनोक्साइम मेथड है युरियाको लागि। इन्जाइमेटिक मेथडमा मोस्ट कमनली युरिएज मेथड हामीले युज गर्छौँ। त्यस्तै नेसनल्स मेथड, अर्को बर्थेलोट रिएक्सन मेथड है। अब यो बर्थेलोट रिएक्सन भनेको युरिएज मेथड हो कि बर्थेलोट रिएक्सन हामीले मोस्ट कमनली युज गर्छौँ ल्याबमा। अर्को कपल इन्जाइम मेथडमा हामीले युज गर्न सक्छौँ। अर्को ब्लड युरिया नाइट्रोजन के युज गर्न सक्छौँ रे? ब्लड युरिया नाइट्रोजन। त्यसपछि एनपिएन नन नाइट्रोजनस प्रोटिन भनेर चाहिँ भन्छ। एनपिएन मेथडबाट र यसको टाइट्रेसन मेथडबाट। सो मेथडहरू यसो याद गर्ने ल। नेस्लर्स मेथड भनेर सम्झने युरियाको लागि हो। अब यसको मोस्ट कमनली युज हुने मेथड भनेको तपाईँलाई एक्जाममा आयो भने हामी के लेख्छौँ? बर्थेलोट रिएक्सन। के लेख्छौँ रे? बर्थेलोट रिएक्सन। बर्थेलोट है। यसमा भनेको त्यो इन्जाइम कुन हुन्छ? युरिएज। ल अब के हुन्छ भन्दाखेरि अब फेरि रिएजेन्टमा के हुन्छ भन्ने थाहा हुनु पर्यो कि। सो दुईटा रिएजेन्ट यसमा हामीले युज गर्छौँ, ठिक छ? बुझ्यो नि? एउटा सबस्ट्रेट रिएजेन्ट हुन्छ र एउटा कलर रिएजेन्ट हुन्छ। के हुन्छ? कलर रिएजेन्ट है, जसलाई क्रोमोजेन रिएजेन्ट भन्छ है। बुझ्यो? अब के हुन्छ भन्दाखेरि अनि यो रिएजेन्टमा के हुन्छ? इन्जाइम हुन्छ। के हुन्छ रे? इन्जाइम्स हुन्छ। कुन इन्जाइम हुन्छ? युरिएज इन्जाइम हुन्छ। कुन इन्जाइम हुन्छ रे? युरिएज। सो के हुन्छ? अब तपाईँले स्याम्पल मिक्स गर्दाखेरि रिएजेन्टमा के हुन्छ? त्यहाँ भएको वाटरसँग रिएक्सन गर्छ र यो युरियालाई यो युरिएज भन्ने इन्जाइमले ब्रेकडाउन गर्छ। के गर्छ? के गर्छ? युरियालाई ब्रेकडाउन गरिदिन्छ। केमा? एमोनिया र कार्बन डाइअक्साइड। केमा? एमोनिया कार्बन कार्बन डाइअक्साइड। सो यो याद गर्ने, युरिया इज हाइड्रोलाइज बाई युरिएज इन्जाइम इन्टु द एमोनिया एन्ड द कार्बन डाइअक्साइड। जसरी लेख्दा पनि भयो कि यही लेख्नुपर्छ भन्ने हुँदैन, ठिक छ? अब यो एमोनिया प्रोड्युस भयो यहाँ। अब यो एमोनियामा हामीले कलर रिएजेन्ट राखेको हुन्छ कि हाइपोक्लोराइड हुन्छ त्यसमा, ठिक छ? र क्रोमोजेनिक रिएजेन्ट भन्छ त्यसमा फेनोल हुन्छ कि हो। त्यससँग गएर रिएक्सन गर्छ अनि कस्तो कलर बनाइदिन्छ? ग्रिन कलर। कस्तो कलर दिन्छ रे? ग्रिन कलर। बुझ्यो? Ammonia is further react with the phenolic chromogen reagent to produce green color complex. र जसलाई हामीले कलोरिमिटरको कतिमा नाप्छौँ? 580 नानोमिटरमा नाप्छौँ। सक्यो। सकिन्छ लेख्न? सकिन्छ। सो यो भयो है, यही हो। अब तपाईँले कलोरिमिटरमा लेख्दाखेरि 580 नानोमिटर भनेर। अब प्रोसिजर सेम, 3टा टेस्ट ट्युब लिने अनि के लेख्नु पर्यो? ब्ल्याङ्क स्ट्यान्डर्ड टेस्ट। ल ब्ल्याङ्क स्ट्यान्डर्ड टेस्ट लियो, फेरि हामीले त्यसरी पिपेट गरिदिन्छौँ। अब यसमा दुईटा रिएजेन्ट हुन्छ हामीले भन्ने हो। पहिलो चाहिँ के गर्ने? रिएजेन्ट R1 हुन्छ, त्यो 11 ml 3टैमा हाल्ने। स्याम्पल टेस्टमा हाल्ने 0.01 ml भनेको कति हो? 10 माइक्रोलिटर। त्यसपछि युरियाको स्ट्यान्डर्डमा हाल्ने अनि डिस्टिल वाटर केमा हाल्ने? ब्ल्याङ्कमा हाल्ने। यति हालिसके पछाडि मिक्स गर्ने। मिक्स गरेर 37 डिग्री सेन्टिग्रेडमा 3 मिनट राखिदिने, इन्क्युबेट गर्ने, ठिक छ? 37मा 3 मिनट राख्ने। त्यस पछाडि 3 मिनट पछि चाहिँ हामी के हाल्छौँ बल्ल? रिएजेन्ट 2 जुन क्रोमोजेन फेनोलिक क्रोमोजेन रिएजेन्ट हुन्छ त्यो 11 ml 3टैमा हालिदिने। अनि कलर प्रोड्युस हुन्छ के प्रोड्युस हुन्छ? कलर। अनि सुरुमा के भयो त? सुरुमा चाहिँ के भयो? यो स्याम्पलमा अब युरिया छ। युरिया चाहिँ के गर्यो? युरिएज इन्जाइमले ब्रेकडाउन गरिदिएर एमोनिया बनायो, कार्बन डाइअक्साइड। अनि त्यो एमोनिया अब त्यहाँ छ अनि हामीले त्यही भएर 3 मिनट इन्क्युबेट राख्यो रिएक्सन गर्नको लागि। अनि हामीले R2 हाल्दाखेरि क्रोमोजेन रिएजेन्ट हो। अनि त्यहाँ एमोनिया बनिसकेको छ अनि यो R2 हाल्दाखेरि बल्ल ग्रिन कलर आउने हो के। अनि R2 हालेर फेरि मिक्स गर्ने र 5 मिनट फेरि के गर्ने? इन्क्युबेट गर्ने 37 डिग्री सेन्टिग्रेडमा, ठिक छ? र ग्रिन कलर डेभलप हुन्छ र त्यो ग्रिन कलरलाई हामीले चाहिँ के गर्छौँ? कोलोरिमिटरको 580 नानोमिटरको फिल्टरमा मेजर गर्छौँ, ठिक छ? लेख्न सकिन्छ नि? सजिलो छ के? त्यो त गाह्रो छैन यस्तो टेस्टहरू त।
ल छैन सर गाह्रो। अब चाहिँ त्यही हो। अब क्यालकुलेसन कसरी गर्ने? ओडिएफ टेस्ट, ओडिएफ स्ट्यान्डर्ड, कन्सन्ट्रेसन स्ट्यान्डर्ड। अब युरियाको चाहिँ अब कुनै कुनैमा 10 को आउँछ, कुनैमा 20 को आउँछ, कुनैमा 40, कुनैमा 80। अब प्रायः जस्तो ल्याबरमा 80 को के अरे 40 को हुन्छ, सो 40 नै लेख्नु होला तपाईँहरूले। ल यो 10 भनेको काइनेटिकबाट गरेको रहेछ होइन, अनि 10 छ यहाँ लेखेको, 40 लेख्नु है त, हुन्छ। हुन्छ सर। नर्मल भ्यालु थाहा भइसकेको छ। सेरोमा 15 देखि 45 अथवा 20 देखि 40। अर्को युनिटमा हामीले 6 ले डिभाइड गर्ने। कतिले डिभाइड गर्ने? 6 ले। 6 ले। सो 2.5 to 7.5 मिलिमोल पर लिटर। युरिनमा 15 देखि 25 ग्राम पर 24 आवर है। ल अब मिस्टेक भयो, याद छैन, युरिनमा सोध्यो नर्मल भ्यालु भन्दाखेरि अराउन्ड सेरममा जति हुन्छ नि त्यति लेखिदिए नि भयो कि, 15 देखि 45, तर युनिट फरक हुन्छ। ग्राम पर 24 आवर्स, एमजी पर डिएल होइन, बुझ्यो? हुन्छ सर। अब तपाईँहरूको अब के भयो भन्दाखेरि अब युरियाको भयो। अब त्यसपछि क्रेटिनिनको गर्ने। के गर्ने? क्रिएटिनिनको। अब यो सबै टेस्ट पर आउन भ्याउँदैन होइन। तपाईँहरूले अब यही पेटर्नमा लेख्न सक्नुहुन्छ अर्को पनि। रिएक्सन र प्रोसिडर थाहा भयो भने चाहिँ लेख्न सकिन्छ। ल म फोटो खिचेर किताबबाट पठाइदिन्छु, हुन्छ? हुन्छ सर। बाँकी पढ्नुहोस्। क्रेटिनिनमा अब के हुन्छ, हामीले ज्याफे रिएक्सन मेथडबाट गर्छौँ। के गर्छौँ? ज्याफे ज्याफे रिएक्सन रिएक्सन मेथड। है, ज्याफेज रिएक्सन भन्छ त्यसलाई। हो, यसलाई अल्कलाइन पिक्रेट मेथड पनि भन्छ। के पनि भन्छ? अल्कलाइन हो, अल्कलाइन पिक्रेट। ठिक छ, पिक्रेट मेथड हो। अब यसमा के हुन्छ, अब हामीले फेरि हो, अब रिएजेन्टमा के हुन्छ? अल्कलाइन पिक्रेट म्हणजे पिक्रिक एसिड हुन्छ। के हुन्छ? पिक्रिक एसिड हुन्छ। र अल्कलाइन कन्डिसन बनाउनको लागि सोडियम हाइड्रोक्साइड NaOH हुन्छ। दुईटा रिएजेन्ट हुन्छ, बुझ्यो? एउटा एसिड हुन्छ र अर्को यो अल्कलाइन रिएजेन्ट हुन्छ। सो अब जब तपाईँले सेरमलाई मिक्स गर्नुहुन्छ केसँग? पिक्रिक एसिडसँग है, अल्कलाइन पिक्रेटसँग। ठिक छ, अल्कलाइन पिक्रेट। अल्कलाइन पिक्रेटसँग मिक्स गर्नुहुन्छ अनि के प्रोड्युस हुन्छ? ऑरेंज कलर प्रोड्युस हुन्छ के क्रेटिनिनले पिक्रेटसँग रिएक्सन गर्दाखेरि ऑरेंज कलर दिन्छ इन द प्रेजेन्स अफ NaOH। हेलो हेलो, बजे रुममा छु दाजु, रुममा। हजुर, हेलो न कौन छे? ए बोल ना, कहाँ छे? पप्पू दाजू, हाँ हाँ, कस के कर? सूरज बिस्ट? कौन है सूरज? सूरज को सूरज अकाउंटेंट ना हो करने पड़ता। प्रशासन के नंबर ना हो कि मीना मैम के नंबर होगा, फोन करके मांग लिया है मीना मैम से, ओकर नंबर में भेज दीजिए, ओकरा से मांग लिया है। ल सो अल्कलाइन पिक्रेटसँग रिएक्सन गर्छ र कस्तो कलर दिन्छ? ऑरेंज कलर। ठीक छ, अब यो ऑरेंज को के अरे कलर त येलो आउँछ नि त टेस्ट गर्दा। येलो आउँदैन, ऑरेंज त्यो भन्ने, त्यसलाई येलो भन्ने होइन। ठीक छ, त्यो कन्सन्ट्रेसन कम भएको हुनाले त्यस्तो आएको। कहिलेकाहीँ हाई क्रेटिनिन वालाको कहिले गरेको छ टेस्ट, हेरेको छ? पुरै ऑरेंज कलर आउँछ। क्रेटिनिन धेरै हाई त गरेको छैन। धेरै हाई वाला गरेर हेर्नु, ठ्याक्कै ऑरेंज कलर देखिन्छ कि। ल सो ऑरेंज कलर कम्प्लेक्स लेख्ने। ठीक छ, ऑरेंज कलर कम्प्लेक्स, जसलाई हामीले कतिमा नाप्छौँ? 520 नैनोमिटर। कतिमा नाप्छौँ? 520। सक्यो, प्रिन्सिपल यति लेखिदिने, यसको त झन् सजिलो छ। अनि अब प्रोसिजियरमा फेरि चाहिँ 3टा टेस्ट ट्युब लिने है। अब यसमा लिने अनि त्यस पछाडि त्यही अनुसार प्रोसिजियर गर्ने। अब प्रोटोकल हुन्छ, प्रोटोकल अनुसार R1 रिएजेन्ट हुन्छ, R2 रिएजेन्ट हुन्छ। R1 भनेको पिक्रिक एसिड हो, R2 भनेको NaOH रिएजेन्ट हो। ठिक छ, यो लेख्ने।
ठिक छ बुझ्यो नि हजुर सर यसको हल्का फरक छ है अलि तपाईँहरूले ध्यान दिनु होला यसमा हामीले ल लेख्नु न त यसरी अब रिएजेन्ट भयो होइन त्यो टेबल बनाउनु होइन रिएजेन्ट भयो त्यसपछि टेस्ट लिने स्ट्यान्डर्ड लिने है ल अब के गर्ने R1 हालिदिने 500 दुइटैमा 500 माइक्रोलिटर ठिक छ R2 हाल्ने 500 दुइटै है 500 माइक्रो भयो त्यसपछि स्याम्पल हाल्ने सिरम 100 माइक्रोलिटर हाल्ने कति टेस्टमा ठिक छ बुझ्यो नि र स्ट्यान्डर्ड हाल्ने स्ट्यान्डर्डमा हाल्ने 100 माइक्रोलिटर बुझ्यो बुझ्यो भयो बुझेँ ल अब यो अरे मिक्स गर्ने मिक्स गरिसके पछाडि हामीले 1 मिनटको डिफरेन्समा हामीले के लिन्छौँ ओडी लिन्छौँ कतिमा 520 मा अब ओडी लिँदाखेरि नि अब हामीले चाहिँ चेन्जेस इन एब्जर्बेन्स निकाल्नु पर्ने हुन्छ कि बुझ्यो पहिला चाहिँ 1 मिनटमा लिने होइन बुझ्यो नि पहिला 1 मिनटमा ओडी लिने अनि फेरि चाहिँ 30 सेकेन्डमा ओडी लिन्छौँ हामीले बुझ्यो दुई पटक ओडी लिने अनि त्यसलाई अब चाहिँ के हुन्छ सपोज अब चाहिँ हाम्रो एब्जर्बेन्स अफ T1 पहिलोचोटिको 1 मिनटमा गरेको त्यसपछि एब्जर्बेन्स अफ S1 दुइटैको लिने 1 मिनटमा अनि फेरि एब्जर्बेन्स अफ A2 के अरे T2 भनेको आफ्टर 30 सेकेन्ड त्यही स्याम्पलमा है फेरि S2 भनेर लिने ओडी लिने बुझ्यो बुझेन बुझौँ सर बुझिरहेछ 1 मिनट भयो 1 मिनटमा जुन पहिलो रिडिङ लियो नि तपाईँले त्यो भनेको T1 भयो अनि S1 भयो फेरि 30 सेकेन्ड पछाडि जुन लिनुभयो अब 30 सेकेन्ड पछाडि लिँदाखेरि त्यो T2 र S2 भयो कि अब त्यस पछाडि चेन्जेस इन एब्जर्बेन्स निकाल्ने डेल टी त्यसलाई के भन्ने डेल टी भन्ने अब डेल टी भनेर निकाल्दाखेरि के हुन्छ एब्जर्बेन्स अफ T2 माइनस एब्जर्बेन्स अफ T1 गर्ने ठिक छ चेन्जेस इन एब्जर्बेन्स अफ उ गरेर निकाल्ने त्यस्तै डेल एस निकाल्ने स्ट्यान्डर्ड निकाल्ने है यो पनि सेम हुन्छ AS2 माइनस AS1 गर्ने ठिक छ अब केही भ्यालु आउला नि त होइन र घटाएर हो अनि बल्ल क्याल्कुलेसन के हुन्छ यसको क्याल्कुलेसन चेन्जेस इन एब्जर्बेन्स अफ AT अपन चेन्जेस इन एब्जर्बेन्स अफ स्ट्यान्डर्ड इन्टु कन्सन्ट्रेसन अफ स्ट्यान्डर्ड बुझ्यो यो जति आयो घटाएर त्यो टेस्ट स्ट्यान्डर्ड कति घटाएर त्यसले डिभाइड गर्ने कन्सन्ट्रेसन भनेको कति हुन्छ 2 mg/dl हुन्छ अब मैले यति भनिदिइसके पछाडि मैले किताबको फोटो खिचेर पठाउँदाखेरि तपाईँले बुझ्नुहुन्छ कि प्रोसिजर बुझ्यो यसरी गरिन्छ हामीले के अरे क्रिएटिनिनको एस्टिमेसन है ल त्यस पछाडि अब नर्मल भ्यालुहरू लेखिदिने अनि क्लिनिकल सिग्निफिकेन्स लेख्ने सकिहाल्यो नि होइन र ल अब अर्को चाहिँ क्याल्सियम हामीले ओसिपिसी मेथडबाट गर्छौँ कुन मेथडबाट ओसिपिसी है ओ क्रिसाइल अनि के हुन्छ फेनोल्फ्याथालिन भनेर चाहिँ हुन्छ है ल अनि सी भनेको कम्प्लेक्सन सो त्यो भन्छ ओसिपिसी अब यसमा क्याल्सियमले ओसिपिसीसँग रिएक्ट गर्छ क्याल्सियम प्लस ओसिपिसी अनि कुन कलर दिन्छ अरे पर्पल कलर दिन्छ कुन कलर दिन्छ बैजिनी कलर भनेको पर्पल होइन पर्पल ठिक छ पिङ्क र पर्पलमा फरक छ है पर्पल भनेको ब्लू टाइपको होइन र पर्पल भनेको त्यही ठिकै भन्नुभयो सर त्यो भ्यान्टे कलर आउँछ हो ठिक छ सो पर्पल कलर कम्प्लेक्स भन्छ है पर्पल कलर कम्प्लेक्स जसलाई हामीले 580 मा नाप्दिन्छौँ कतिमा 580 सक्यो यो दुई लाइनको अनि प्रोसिजर प्लान स्ट्यान्डर्ड टेस्ट लिने 1 ml रिएजेन्ट हाल्ने ओसिपिसी रिएजेन्ट 20 माइक्रोलिटर स्याम्पल हाल्ने है स्ट्यान्डर्ड यसको 10 हुन्छ स्ट्यान्डर्ड कति हुन्छ 10 कन्सन्ट्रेसन अफ स्ट्यान्डर्ड है सो 20 माइक्रोलिटर स्याम्पल हाल्ने मिक्स गर्ने अनि मिक्स गरिसके पछाडि हामीले यसलाई
580 नानोमिटरको फिल्टरमा नाप्ने ओडी बाई टेस्ट ओडी अफ स्ट्यान्डर्ड इन्टु कन्सन्ट्रेसन स्ट्यान्डर्ड गर्ने सकिहाल्यो। नर्मल रेन्ज भनेको 8 देखि 11 हुन्छ। सकियो त होइन र? भयो सक्यो ल। अब युरिक एसिड बच्यो। अब युरिक एसिडको के हुन्छ भन्दाखेरि युरिक एसिडमा पनि हामीले गर्ने भनेको युरिकेज मेथडबाट हो। कुन रे? युरिकेज हो। युरिक सो रिएजेन्टमा युरिकेज भन्ने इन्जाइम हुन्छ। यो युरिक एसिडलाई युरिक एसिड प्लस वाटर होइन H2O हुन्छ यहाँ पनि होइन, अनि प्लस O2 सेम ग्लुकोज जस्तै। अनि यहाँ युरिकेज भन्ने इन्जाइम हुन्छ। कुन रे? युरिकेज हो। अब यसले चाहिँ केमा कन्भर्ट गरिदिन्छ? एलेन्टोइन कम्पाउन्ड बनाउँछ है, प्लस H2O2 बनाइदिन्छ कि H2O2। अब यो H2O2 लाई फेरि त्यही हो ग्लुकोज जस्तै H2O2 लाई पेरोक्सिडेज इन्जाइमले के गर्छ? POD ले H2O प्लस वाटरमा कन्भर्ट गरिदिन्छ नेसेन्ट अक्सिजनमा। यो नेसेन्ट अक्सिजनमा फेरि त्यही हो रिएक्सन, ग्लुकोज जस्तै सेम हो। फेनोल प्लस 4 एमिनो एपी पर्छ अनि पिङ्क कलर दिन्छ, जुन हामीले 520 नानोमिटरमा नाप्छौँ। ग्लुकोज जस्तै हो होइन र? एउटा मात्र फरक छ, रेड हो कि पिङ्क हो सर? त्यही पिङ्क रेड भनेको एउटै कुरा हो क्या। रेड भन्दैन, पिङ्क भन्छ प्राय। त्यही रेड क्युनेनिमाइड डाइकम्प्लेक्स भन्ने यहाँ पनि के पनि भन्ने, यहाँ पनि रेड क्युनेनिमाइड डाइकम्प्लेक्स नै बन्ने हो है त। ल, सो यो रेड क्युनेनिमाइड डाइकम्प्लेक्स बन्ने भनेको अरू कुन कुन टेस्टमा हो? एउटा ग्लुकोजमा भयो, युरिक एसिडमा, टिजीमा, कोलेस्ट्रोलमा है, कोलेस्ट्रोलमा सबैमा आउँछ है त्यही हो। कोलेस्ट्रोल टी सबैमा एउटै कलर आउँछ नि त। ल, सो यो तपाईँले लेख्न सक्नुहुन्छ नि। अब के हो? सकिन्छ सकिन्छ सर। ल, सकिहाल्यो त अब। अब एउटा अमाइलेज छ, अमाइलेज छुट्टै पढाउला, त्यो एकदमै इम्पोर्टेन्ट हुनसक्छ। तपाईँहरूको टेक्निसियनलाई सोध्छ, तपाईँले नसोध्नु नि सक्छ। सिलेबसमा भनेको छ अमाइलेज, हेर्नुभयो? सर माइलेज ल, छ भने त्यो छुट्टै हामीले पढ्नुपर्छ, त्यो भोलि पढाउला ल। त्यो छुट्टै म बनाएर ल्याउँछु, बनाएको छैन। त्यो गाह्रो छ अलिकता है, अरूभन्दा अलिकता फरक छ त्यो। हुन्छ। सो यो टेस्टहरू सक्यो। सो हाइलाइटेड टेस्टहरूको बारेमा तपाईँले सोध्ने हो, ग्लुकोज, युरिया, क्रिएटिनिन, युरिक एसिड, कोलेस्ट्रोल, टिजी होइन, यस्तै यस्तै हो। युरिक एसिड भयो, यस्तैहरू सोध्छ तपाईँहरूलाई। डिस्क्राइब द प्रिन्सिपल युजेज अफ कोलोरिमेट्री। अब प्रिन्सिपल कोलोरिमिटर भनेको हामीले थाहा छ। कोलोरिमिटर भनेको के हो? एउटा इन्स्ट्रुमेन्ट हो, बायोकेमिस्ट्री ल्याबमा हामीले युज गर्छौँ, जुन चाहिँ के गर्छ? कलर सोल्युसनको अप्टिकल डेन्सिटी नाप्छ होइन र? र स्पेक्ट्रोफोटोमिटर भनेको कलर सोल्युसन र कलरलेस सोल्युसन दुइटैको अप्टिकल डेन्सिटी नाप्ने इन्स्ट्रुमेन्ट भनेको स्पेक्ट्रोफोटोमिटर हो। र यो दुइटै यो के अरे इन्स्ट्रुमेन्ट हुन्छ कोलोरिमिटर एज वेल एज स्पेक्ट्रोफोटोमिटर एट बेस्ड अन द प्रिन्सिपल अफ बियर्स ल एन्ड ल्याम्बर्ट्स ल, हामीलाई थाहा छ होइन र? बियर्स ल भनेको के हो? यो एउटा सपोज मैले एउटा कलर सोल्युसन लिएँ, अब यसमा एउटा लाइट पठाइदिएँ मैले, ठिक छ? अब एउटा लाइट पठाउँदाखेरि के हुन्छ भन्दाखेरि, अब लाइट पठाउँदाखेरि यो सोल्युसनबाट पास भएर जान्छ के। अब सोल्युसनबाट यहाँ जति धेरै कन्सन्ट्रेसन छ नि त्यति धेरै एब्जर्ब गर्छ के लाइटलाई, बुझ्यो नि? हो। सो बियर्स लले के भनेको भन्दाखेरि when a monochromatic light beam is passed through a solution containing absorbing solute, भनेपछि त्यस्तो सोल्युसन जसमा सोल्युट छ। सोल्युट भनेको अब हाम्रो के हुनसक्छ? सोल्युट भनेको ग्लुकोज, युरिया, क्रिएटिनिन, त्यसलाई हामीले सोल्युट भन्छौँ हो। त्यो छ भने होइन, त्यसको अप्टिकल डेन्सिटी इज डाइरेक्टली प्रोपोर्सनल टु द कन्सन्ट्रेसन अफ द्याट सोल्युसन। अब यो सोल्युसनको कन्सन्ट्रेसनसँग के हुन्छ? डाइरेक्टली प्रोपोर्सनल हुन्छ, ठिक छ? बियर्स लले के भन्यो? एब्जर्बेन्स इज डाइरेक्टली प्रोपोर्सनल टु कन्सन्ट्रेसन, बुझ्यो? ल, त्यस्तै बियर्स लले के भन्छ? अब यो लाइट चाहिँ पास गर्दाखेरि यहाँदेखि यहाँसम्मको त ट्राभल गर्यो नि त पाथ होइन र? यसलाई पाथ लेन्थ भन्छ के हो। अनि बियर्स ल के अरे ल्याम्बर्ट्सले के भन्यो? यो एब्जर्बेन्स इज अल्सो डाइरेक्टली प्रोपोर्सनल टु द पाथ लेन्थ अफ सोल्युसन भनेर भन्यो कि। पाथ लेन्थ कति छ त्यससँग पनि डाइरेक्टली प्रोपोर्सनल हुन्छ भनेर कसले भन्यो? ल्याम्बर्ट्स लले। एब्जर्बेन्स इज डाइरेक्टली प्रोपोर्सनल टु यल भनेको पाथ लेन्थ है, पाथ लेन्थ अफ द्याट सोल्युसन। यो भनेको यो पहिलो इक्वेसन, यो दुईटै इक्वेसन। अब यो दुईटै इक्वेसनलाई एकै ठाउँमा राख्दिउँ त हामी, अनि के भयो? एब्जर्बेन्स इज डाइरेक्टली प्रोपोर्सनल टु सिएल भनेर लेख्न सक्यो कि सकेन? होइन?
observation. See. सकिन्छ सकिन्छ सर ल अब यो हामीलाई थाहा छ यो प्रोब हटाउनको लागि एउटा कन्स्टेन्ट राख्नुपर्ने हुन्छ सो यो हामीले प्रोबको चिन्ह हटाउनको लागि हामीले इक्वल टु राखे इक्वेसन बनाउनलाई अनि के हाल्दिए केसिएल भनेर हाल्दिए है अथवा एप्सिलोन पनि भन्छ यसलाई इसिएल नै लेख्नु यसलाई भन्छ एक्सटेन्सन कोएफिसिएन्ट के भन्छ Extendance एक्सटेन्सन coefficient. कोएफिसिएन्ट अथवा मोलार एब्जर्प्टिभिटी पनि भन्छ है यसैलाई ल सो एब्जर्बेन्स इज अल्सो डाइरेक्टली प्रोपोर्सनल टु द मोलार एब्जर्प्टिभिटी के अथवा एक्सटेन्सन कोएफिसिएन्ट यो एनसीले सोधेको छ एकचोटि विच अफ द फलोइङ इज नट एब्जर्बेन्स डिपेन्डेन्ट भनेको थियो कि त्यहाँ यो टर्मिनोलोजी छ सोलुसनको कलरसँग कुनै रिलेसन हुँदैन के ल सो यो भयो जसको भ्यालु 1 छ है अब यो इक्वेसन हाम्रो कति भयो 3 भयो अब हामीले के गर्यौं अब हामीले एउटा टेस्ट सोलुसनको लागि लियौं एउटा स्ट्यान्डर्ड सोलुसनको लागि लियौं यही इक्वेसन के सो टेस्ट सोलुसनको लागि लिँदाखेरि 80 लिँदाखेरि के भयो के त कन्स्टेन्ट छ सिटी पनि यल अनि स्ट्यान्डर्ड सोलुसनको लागि के कन्स्टेन्ट कन्सन्ट्रेसन अफ स्ट्यान्डर्ड पाथ लेन्थ पनि सेम हुन्छ अब दुईटैले भाग गरिदेऊ है यो दुईटैले भाग गरिदिए यसरी केले के क्यान्सल भयो यसले यल क्यान्सल भयो 80/एस आयो हैन र CT/CS आयो अनि हामीलाई निकाल्नु के पर्ने हुन्छ कन्सन्ट्रेसन अफ व्हाट टेस्ट सिटी निकाल्नु पर्छ नि हैन र कन्सन्ट्रेसन अफ टेस्ट सो एब्जर्बेन्स अफ टेस्ट अपन एब्जर्बेन्स अफ स्ट्यान्डर्ड इन्टु कन्सन्ट्रेसन अफ स्ट्यान्डर्ड भनेर यही फर्मुला हैन हाम्रो सो यसरी आएको हो यो फर्मुला है सो त्यही हो डेरिभेसन हो ठिक छ सो यो प्रिन्सिपल प्रोसिजर भनेर लेख्दै के अरे सिधै भनेको छ क्वेसनले के भनेको छ डिस्क्राइब द प्रिन्सिपल भनेको छ नि त सो तपाईले चाहिँ यो डिस्क्राइब गरिदिने यो लेखदिने अनि यो इक्वेसन लेखदिने ठिक छ बुझ्यो बुझेँ सर ल अनि अर्को युजेज अफ कोलोरिमिटर अब कोलोरिमिटरको युजेस त अब तपाईले गफ लेखिदिँदा नि हुन्छ हैन बायोकेमिकल टेस्टहरुको एब्जर्बेन्स नाप्नको लागि गर्ने भयो हेमोग्लोबिन साइमन हेमोग्लोबिन मेथडबाट त्यस्तै ब्याक्टेरियल टर्बिडिटी नाप्नको लागि फुड इन्डस्ट्रीहरुमा युज गरिन्छ भनेर धेरै युज छ कोलोरिमिटरको सो त्यही हो एस्टिमेसन अफ बायोकेमिकल सब्स्टान्स इन ब्लड सेरम ग्लुकोज युरिया क्रिएटिनिन मेजरमेन्ट अफ हेमोग्लोबिन बाइ साइमन हेमोग्लोबिन त्यसपछि इन्जाइम एक्टिभिटीको एस्टिमेसन जीएटीपीओटी एएलपी हरु डिटर्मिनेसन अफ कन्सन्ट्रेसन अफ अननोन सोल्युसन बाइ कम्पेयरिङ ओडी अफ टेस्ट विथ स्ट्यान्डर्ड म्हणजे स्ट्यान्डर्ड सोल्युसनको पनि ओडी नाप्नु छ भने कोलोरिमिटर चाहिन्छ र मेजरमेन्ट अफ अप्टिकल डेन्सिटी माइक्रोबायोलोजीमा चाहिँ जेनरली ब्याक्टेरियलको ग्रोथहरु भयो भने टर्बिड लिक्विड मिडियममा ग्रोथ भयो भने टर्बिड आउँछ के त्यो टर्बिडिटी नाप्नुको लागि पनि कोलोरिमिटर युज गर्न सकिन्छ वाटर एन्ड फुड एनालाइसिसमा जेनरली अब केमिकल कुनै अल्टरेसन गरेको छ कि भनेर हामीले त्यसको पनि एब्जर्बेन्स नाप्न सक्छौं र युज्ड इन क्लिनिकल ल्याबोरेटरी फर द रुटिन टेस्ट यो भनिसकेको छु मैले हेल्प्स इन क्वान्टिटेटिभ एनालाइसिस अफ कलर रिएक्सन सकिहाल्यो हैन र लेख्न सकिन्छ युजेज अफ कोलोरिमिटर अथवा एप्लिकेसन भनेको त्यही कुरा हो है कहिलेकाहीँ एप्लिकेसन कोलोरिमिटर भन्छ एप्लिकेसन भन्नु युजेज भन्नु एउटै कुरा हो है अब अर्को क्वेसन चाहिँ यहाँ हामी यो लास्ट क्वेसन गर्छौँ आज त्यसपछि अब भोलि गर्ने अब यो चाहिँ लिस्ट आउट द भेरियस मेथड फर द एस्टिमेसन अफ ब्लड सुगर एन्ड डिस्क्राइब द ओटोल्युटिन रिएजेन्ट प्रिपरेसन भन्यो के सो यो थाहा हुनु पर्यो ग्लुकोज गर्ने धेरै मेथडहरु छ जस्तै कपर रिडक्सन मेथड यसमा फोलिन यू मेथड पर्छ नेल्सन सोमगाई मेथड एसाटुर किङ्स मेथड अर्को कलर रिडक्सन मेथड है अर्को हुन्छ डाइरेक्ट मेथड एउटा ओटोल्युटिन मेथड इन्जाइमेटिक मेथडमा जीओडी हेक्सोकाइनेज मेथड है मोस्ट स्पेसिफिक कुन हो हेक्सोकाइनेज है त अब ओटोल्युटिन रिएजेन्ट कसरी बनाउने भनेर क्वेसनले सोधिएको छ के सो ओटोल्युटिन रिएजेन्टमा के हुन्छ एउटा ओटोल्युटिन भन्ने हुन्छ ग्लासियल एसिटिक एसिड हुन्छ र थियोयुरिया हुन्छ यो थियोयुरिया भनेको प्रिजर्भेटिभको काम गर्छ के र कम्पोजिसन हेर्दाखेरि ओटोल्युटिन चाहिँ 60 ml थियोयुरिया 1.5 ग्राम र ग्लासियल एसिटिक एसिड अप टु 1 लिटर सम्म बनाउने कसरी सेम हो अब यसलाई हामीले ग्लासियल एसिटिक एसिडमा घोलाउनु पर्ने हुन्छ के सो 800 देखि 900 ml हामीले एउटा कोनिकल फ्लास्कमा अथवा चाहिँ मेजरिङ सिलिन्डरमा ग्लासियल एसिटिक एसिड लिने त्यसमा 1.5 ग्राम अघि जुन थियो थियोयुरिया मिक्स गरिदिने र त्यसपछि 60 ml के हाल्दिने ओटोल्युटिन रिएजेन्ट हाल्दिने
मिक्स गर्ने र फाइनल भोल्युम कति बनाइदिने 1 लिटर बनाइदिने ग्लासियल एसिटिक हालेर यसमा वाटर नहाल्ने है वाटर छ हुँदैन यसमा बुझ्यो नि बुझ्यो ग्लासियल एसिटिक एसिडले डाइल्युट गर्ने अनि त्यसलाई मिक्स गर्ने अनि स्टोर गर्ने सो कम्पोजिसन थाहा भयो भने प्रिपरेसन लेख्न सकिहाल्छ नि होइन र सकिन्छ कि सक्दैन सकिन्छ सर हुन्छ। ल सक्यो आजलाई यति नै गरौँ त्यसो भए अब यसको तपाईँहरूले यहाँ प्रिन्सिपल प्रोसिजर पनि लेखिदिएको छु मैले सेम हो पढ्नु होला ल अब यहाँ हेर्नु त प्रिन्सिपल यसमा के हुन्छ ओटोलिडिन रिएजेन्टसँग ग्लुकोजले रिएक्सन गर्छ है यसरी लेख्नु त ओटोलिडिन है ओटोलिडिन भयो अनि यहाँ ग्लुकोजले रिएक्सन गर्यो के गर्यो ग्लुकोजले रिएक्सन गर्यो अब रिएक्सन गर्दाखेरि यहाँ के को प्रेजेन्समा रिएक्सन गर्छ हट एसिटिक एसिडको के को हट एसिटिक एसिड एसिटिक एसिडमा चाहिँ के गर्छ प्रेजेन्समा रिएक्सन गर्छ रिएक्सन गर्दाखेरि के प्रोड्युस गर्छ ग्रिन कलर कस्तो कलर आउँछ यो मेथडबाट ग्रीन कलर हो अब यो ग्रिन कलरलाई हामीले कतिको 640 नानोमिटरको फिल्टरमा नाप्छौँ ठिक छ हो यो किन ग्रिन आयो त्यसमा ग्लाइकोसाइल अमाइन बन्छ के बन्छ ग्लाइकोसाइलामाइन हो यो ग्लाइकोसाइलामाइन बन्छ कि कहिलेकाहीँ यो एमसिक्यूजमा आउँछ कि ग्लाइकोसाइल माइन बन्छ अनि ग्रिन कलर आएको हो सो यो याद गर्नु पर्यो ओटोलिडिन रिएक्सन ग्लुकोज रिएक्सन गर्छ के को प्रेजेन्समा एसिटिक एसिडको त्यही भएर हिट गर्नुपर्ने हुन्छ कि यसलाई हट मिडियम बनाउनुको लागि हिट गर्नुपर्ने हुन्छ अनि ग्रिन कलर आउँछ ल सकिहाल्यो यसरी लेखिदियो नि सक्यो अनि प्रोसिजियरमा यसमा पनि हामीले चाहिँ के लिन्छौँ स्ट्यान्डर्ड ब्ल्याङ्क र टेस्ट लिन्छौँ अनि यसमा ओटोलिडिन रिएजेन्ट छ 3 ml हाल्ने ठिक छ 3 ml तिनटैमा अनि स्याम्पल चाहिँ टेस्टमा 50 माइक्रोलिटर स्ट्यान्डर्ड चाहिँ 50 माइक्रोलिटर स्ट्यान्डर्डमा डिस्टिल वाटर 50 माइक्रोलिटर यसमा बुझ्यो होइन र ल हो मिक्स गरिसके पछाडि हामीले के गर्नुपर्ने हुन्छ प्लेस द अल ट्युब इन द वाटर बाथ एट 100 डिग्री सेन्टिग्रेड हो हट मिडियम चाहिन्छ भनेको थियो नि प्रिन्सिपलमा होइन र हो अनि त्यसको लागि 100 डिग्री सेन्टिग्रेड टेम्परेचरको वाटर बाथमा राख्नु पर्यो अब यसलाई 37 मा होइन यो इम्पोर्टेन्ट पोइन्ट हो कि यो लेखेको छ कि छैन भनेर हेर्छ इक्जामिनरले यदि ओटोलिडिन मेथडबाट सोधिदियो भने ठिक छ त्यस पछाडि हामीले चाहिँ के गर्छौँ अब 15 मिनट पछाडि ट्युब निकाल्छौँ र के गर्छौँ 5 मिनट बाहिर छोडिदिन्छौँ कुल हुनको लागि र कुल भइसके पछाडि 630 नानोमिटरको फिल्टरमा हामी के गर्छौँ रिडिङ लिन्छौँ है र रिडिङ लिएर त्यही हो क्यालकुलेट द कन्सन्ट्रेट ग्लुकोज इन द ब्लड डिस्प्लेसमेन्ट युजिङ द फलोइङ भनेर ओडिएफ टेस्ट सेम हो होइन ल सकिन्छ सो यो ओटोलिडिन मेथडबाट पनि सोधिन सक्छ है यसो मैले लेखिदिएको छु यो ल आजलाई यति नै गर्छौँ हामी बाँकी चाहिँ भोलि गर्ने मैले तपाईँहरूले भनेको थिएँ यसो हेर्नु कुनै क्वेसनहरू यहाँ छुटेको छ भने अरू पास